नमस्ते साथीहरू, म निर। स्वागत छ तपाईहरूलाई निर ब्लगमा। आज म कैलाली बर्दुगुरिया गाउँपालिका अन्तर्गत रानीखुन्टामा छु। यहाँका स्थानीय युवाहरू र खेल प्रेमीहरूको लागि एउटा व्यवस्थित फुटबल खेल मैदान निर्माण भइरहेको छ। एउटा ग्रेडर अपरेटरको रूपमा आज म ग्रेडर मेसिनले ग्राउन्डलाई समाउने र खेल्न योग्य बनाउने काम गर्दैछु। यो भिडियोमा तपाईहरूले देख्नुहुनेछ उबड खाबड जमिनलाई ग्रेडरले कसरी लेबल गर्छ, फुटबल ग्राउन्ड बनाउँदा ध्यान दिनुपर्ने प्राविधिक कुराहरू। रानीखुन्टा क्षेत्रको एउटा रमाइलो कार्यदिन चप्पल हो सानो यहाँ न यहाँ कहाँ खाटा बनाउँछ कि गुच्चा बनाउँछ चप्पल दियो चप्पल सारा जुत्ता लगाइदियो यसमा हाल बाइकमा चढ्नु ओम नमः शिवाय ओम नमः शिवाय आजदेखि हाम्रो यो बर्दुगुरिया 3 नम्बरको ग्राउन्डको पुरा सुरुवात भइरहेको छ। यो सबै साथीभाइहरूले अब यसलाई हैन साँझै समय निकाल्नु पर्ने हुन्छ 1 घण्टाको दौड्नको लागि। चकलेट है यहाँ चढाइको होइन ए हुन्छ ल बाबु ल शिवहरि ल चकलेट ल चिका कहाँ छ चिका म गुरु भाइलाई ड्राइभर भाइलाई ठीक छ दाइ। बाबु चकलेट सबैले सोडा चाहिँ देखेनौ के ल बाबु यो लाइटर लौ। यो गुरुजी भाइलाई पनि टिका लगाइदिनु पर्यो है गुरुजी भाइलाई। यो भनेर लाग्यो अपरेटर भाइ। सब राजा एकदम चपट भिडियो में खतरा आ जाए आपने बात बोलेगा तो आपको मारेगा वाला हाल आता है ना मेरा जागिर चोट पड़ेगी पूरा। देख्न सक्नुहुन्छ साथीहरू फिल्ड बनिरहेछ। एकछिन लन्च टाइम रेस्ट गर्दै अब यो त्यहाँ परसम्म यसलाई मिलाउनु पर्ने छ। देख्न सक्नुहुन्छ यस्तो छ। अब बिस्तारै बन्छ भनौँ त्यहाँसम्म काठ ठाकेसम्म चाहिँ यसलाई फैलाउनु पर्ने छ। लेट्स सी ग्राउन्ड कस्तो बन्नेछ म हजुरहरूलाई सब देखाउने छु है त साथीहरू।